आजको भिडियोमा यो सिम्पल छ मार्बल टी केक बनाएर देखाइराखेको छु। हुन त यो सिम्पल छ तर यसमा धेरै यादहरू जोडिएको छ। सानो हुने बेला चाहिँ बजार जाँदा पापासँग यो टी केक्सहरू किनेर आउँथ्यौँ। स्पेसली यो मार्बल टी केक्स नै किनेर आउँथ्यौँ। एकदम म्याजिकल लाग्थ्यो कि त्यो प्याटर्न्सहरू कसरी दुईवटा कलर आयो त्यो केकमा भन्ने सोचेर। म सानो हुने बेला भनेको त अलि जमाना पुरानो हुने त। अनि त्यस बेला त बेकिङ भन्ने कुरा त्यस्तो एकदम सबैले गर्ने कुरा थिएन। बेकरीमै नै मिल्थ्यो। एकदम रेयर थियो घरमा बेकिङ गर्ने भनेको। किनभनेपछि कुकिङ गर्ने जस्तो सजिलो कुरा होइन बेकिङ पहिला। दोस्रो कुरा भनेपछि त्यो जमानामा इन्टरनेट या स्मार्टफोन्स हुन्थेन कि जसले पनि घरमै बसेर सिकिहालौँ भन्ने के। आजकल त कति सजिलो छ नि त। कुनै पनि हबी या कुनै पनि कुरा स्किल सिकौँ भनेपछि पनि घरमै स्मार्टफोन छ, इन्टरनेट छ भनेपछि आफैले जे पनि सिक्न मिलिहाल्यो क्या। रेसिपी अन द स्पट मिल्छ, अन द स्पट सामान अनलाइनदेखि किन्न मिल्यो, हामीले ट्राई गरिहालौँ भन्ने। त्यस बेला त थिएन। त्यसैले बेकिङ वाज भेरी स्पेसियल। जब म ठुलो भएँ र मैले पनि इन्टरनेट थ्रु नै सिकेँ बेकिङ गर्न, रेसिपिज लिएर। एन्ड थाहा पाएँ कि म्याजिकल नै हो तर या बेसिक लेभल बेकिङ चाहिँ इजी नै हो भनेर। एडभान्स लेभल अफकोर्स मास्टर्स नै चाहिन्छ त्यसको लागि चाहिँ। बट यो चाहिँ एकदम सिम्पलवाला हो। हजुरले पनि बनाउन सक्नुहुन्छ। यसको रेसिपी अनि इन्ग्रिडियन्ट्स मैले डिस्क्रिप्सनमा हालिदिन्छु या कमेन्ट्समा देख्न पाउनुहुन्छ हजुरले। एकपटक ट्राई चाहिँ गर्नुहोला। अनि सबैलाई ह्याप्पी क्रिसमस। क्रिसमस दिनमा ट्राई गरेर हेर्नु, नत्र न्यु इयरमा ट्राई गरेर हेर्नु होला है। एउटा कुरा एड चाहिँ गर्छु, मैले गरे जस्तै एकदमै तातोमै नै काटिदिनु, अलि चिसो हुन दिनु, सेलाउन दिनुहोस्। त्यसपछि कटिङ गरेपछि यसरी क्रम्बल्स चाहिँ निस्किन्न है। मेरो नानीहरू चाहिँ स्कुलदेखि आइसकेको थियो। उनीहरूलाई खाना हतार परेकोले मलाई काट्नु पऱ्यो केक। त्यसैले गर्दा यो क्रम्बल भएको हो। कम्प्लिट कुल डाउन भएपछि केही पनि हुन्न। अरू नयाँ कुराहरू लिएर म फेरि आउँछु। हामी फेरि भेटौँला है।